मेरो नयाँ ब्लगमा चाहिँ तपाईहरुलाई स्वागत छ हैन। म आज पनि गोठालो आएको छु र गोठालोबाट आज बाख्रा म लिएर जाँदै छु घरमा हैन गाइस। तपाईहरुलाई कस्तो लाग्छ हेरेर भनिदिनु होला हैन। तपाईहरुलाई के लाग्छ कस्तो छ हैन, हजुरहरुको विचार धारणाहरु चाहिँ टक्क मलाई नि सुझाव दिनु होला। मलाई चाहिँ आउँदैन है गाइस फेरि मलाई। गाइस म चाहिँ हैन भ्लग भिडियो बनाउँदै बसिरहेको, बाख्रा चाहिँ कहाँ पुगिसक्यो भने थाहा छैन। हेर्नु गाइस, यस्तै हो गोठाला आएपछि हैन। त्यो मासतिर हैन उतापट्टि त्यो साइड छ नि उता देखिरहेको हो, त्यहाँ बसेर भिडियो बनाइरहेको थियो। बाख्रा चाहिँ यहाँ आइपुगिसकेछ भने गाइस हैन, बाख्रा दौडेर आयो नि गाइस म चाहिँ हैन। गाइस बाख्रा चाहिँ घर जाने भनेर पुरा हैन दौडिरहेको के। अब बान्ने बेला पनि भयो हैन, 5 बजिसक्यो। त्यही भएर आज चाहिँ मैले बाख्रा अनि भन्छ नि त, आज चाहिँ मैले बाख्रा चाहिँ छिटै फुकाएको थिएँ कि 2 बजे बाख्रा फुकाइदिएको हैन। अनि बाख्रा नै अगाएको छ मजाले हेर्नु हैन, ठुल्ठुलो भुँडी भएको छ, फुट्ला जस्तो भइसक्यो गाइस। तर अब बाख्रा चाहिँ घर जान लागिसक्यो हैन, अगाडि लागिसक्यो बाटोतिर। गाइस हाम्रोतिर चाहिँ मौसम पनि चिसो छ है गाइस। किन आजभोलि त हैन 4-5 दिन भइसक्यो होला गाइस यस्तो भएको चिसो मौसम बढ्या चाहिँ हैन। त्यही भएर हजुरहरु पनि यस्तो जाडोमा चाहिँ ल है गाइस हैन, बिरामी हुन नि सक्छ फेरि। त्यही भएर गाह्रो छ हो गाइस, गाह्रो छ गाइस। हाम्रो चाहिँ हैन यहाँनिर एकदम ठुलो रुख छ के, हैन 150 परिरहेको छ। हजुरहरुलाई देखाउँछु म, हेर्नु यो रुख चाहिँ एकदम ठुलो छ है गाइस हैन, खतरै छ, धेरै लामो पनि छ। मेरो चाहिँ मोबाइल क्यामेरा पनि राम्रो छैन है गाइस फेरि, त्यही भएर राम्रो पनि देखिँदैन हैन। अब म घर पुगिन लागिसक्यो। अब अझै 15-20 मिनट पछाडि चाहिँ ठ्याक्कै घर पुगिन्छ गाइस। अहिले चाहिँ म बाँसझाङ भन्ने ठाउँमा आइपुग्यो हैन गाइस, बाँसझाङनिर आइपुगिसक्यो। यस्तै हो गाइस, यहाँ चाहिँ बाँसझाङहरु छ गाइस हैन। गाइस हैन यहाँ चाहिँ बाँसको झाङै पछाडि देखिरहनु भएको होला तपाईहरुले हैन। राम्रो बाँस चाहिँ छैन पो हैन, हुन्छ नि त बाङ्गो टिङ्गो मात्र छ बाँस पनि यहाँनिर। काट्न नि फेरि त्यस्तै अप्ठ्यारो छ एकदम, हुन्छ नि त गाह्रो, यता जेला उता जेला हैन। त्यही भएर गाह्रो छ गाइस यहाँ चाहिँ। गाइस अरूले चाहिँ हैन यो भिडियो भन्छ नि त मिम्स सिम्स हाल्छ, तर मलाई चाहिँ आउँदैन है गाइस हैन। हजुरहरुको पनि मेरो जस्तै होला है जिन्दगी चाहिँ। एजुकेसनमा चाहिँ मैले हैन 12+2 क्लियर गरिसक्यो। अहिले आएर चाहिँ म बाख्रा गोठालो भएर बसिरहेको छु गाइस। यस्तो पनि समय आउँदो रहेछ है गाइस हैन। मान्छेहरु +2 क्लियर अनि लास्टमा आएर चाहिँ बाख्रा गोठालो। फाइनली गाइस म चाहिँ घर आइपुगिसक्यो गाइस हैन, ठ्याक्कै घर आइपुगिसक्यो गाइस म चाहिँ। अब बाख्रा फुकाउनु बान्ने बेला भयो हैन, बाख्रा चाहिँ ठ्याक्कै घर आइपुगिसक्यो। ल गाइस आजले यति नै, फेरि पनि यस्तै नयाँ कुराहरु त के भन्नु, यस्तै भिडियोहरु हाल्दै। हजुरहरुलाई मेरो भिडियो कस्तो लाग्छ त्यो हेरेर चट्ट लागेर हैन सब्स्क्राइब, लाइक्स एन्ड शेयर चाहिँ गर्न नभुल्नु होला गाइस है। लास्टमा चाहिँ म गुन्द्रुक पनि देखाउँदैछु गाइस। यो चाहिँ हाम्रो गुन्द्रुक है, अर्ग्यानिक तरकारी भने चाहिँ यो है फेरि हाम्रो गाइस यो ठाउँको। ल हस् त बाई।
बाई साथीहरू मेरो भिडियो हेरेर साथ सपोर्ट दिनु होला हजुरहरूले